यो शुभ कार्य यस्तो हो, हाम्रो वैदिक सनातन धर्म अन्तर्गत हाम्रा सबभन्दा ठुलो कुल हो। कुलले अँगालेका हामीले यो धर्म अन्तर्गत कुललाई उद्धार गर्नको लागि र केही शक्तिहरू जो चाहिँ विभिन्न कारणले दिवगत हुनुभयो, उहाँहरूको आत्माले शान्ति पाओस् भन्ने अभिप्रायले हामीले यो कार्यलाई अगाडि बढाएका हौँ। आज 2.5 महिनाको अन्तरालमा यस कार्यको समापन हुन गइरहेको छ र जुन कार्य हामी सम्पूर्ण यसमा 20 घर बिन्द्र छौँ। सबै बिन्द्रको चाहिँ आपसी सल्लाह र एकदम भव्यताका साथ, सभ्यताका साथ भगवान कुलले सबै बिन्द्रको कल्याण गरौँ भन्ने हेतुले हामीले आज यो खलीको कार्यक्रम गर्न गइरहेका छौँ। यो कार्यक्रमलाई अगाडि बढाउन हामीले गुरु घनश्याम शिवाकोटी र रञ्जित शिवाकोटीज्यूलाई हामीले उहाँहरूबाट अनुरोध गरेर उहाँहरूले नै हाम्रो यो कार्यलाई चाहिँ अगाडि बढाएर आज खलीको कार्यक्रम अन्तिममा आज चाहिँ खलीलाई हामी समापन गर्दैछौँ र यसबाट हाम्रा जुन भड्किएका आत्मा र कुललाई पनि हामीले एउटा भविष्यसम्म हाम्रो वैदिक सनातन धर्म अन्तर्गत यो कार्यलाई र धर्म कुल र यसको चाहिँ उपदेयता बापत नयाँ पिँढीलाई पनि सँगसँगै उहाँलाई बोध होस् र हामी अलिकति उमेर गइसकेका हुनाले र नयाँ पिँढीलाई समाहित गर्दै अहिले यो खली कार्यक्रमबाट हामी पुराना पिँढी, नयाँ पिँढी र यसमा चाहिँ सँगै गर्दै आज भव्यताका साथ यो खलीमा हामी जाने कार्यक्रम रहेको छ। संरक्षक राम्रो होस् भन्नको लागि अनि आज हाम्रो मुख्य 3वटा उद्देश्य यो कार्यक्रममा, एउटा वंश पराजुलाई परिचय बनाउने, कुल्यानको आगमन गर्ने अनि वायुको पनि गरेर आफ्नो चाहिँ अब 20 घर साल 22 सालमा पनि यस्तै कार्यक्रम भयो। अहिले 60 वर्षपछि ऐतिहासिक निरन्तरता एउटा अर्को कार्यक्रम भयो। 2022 सालतिर कुलको उद्घाटन गरेका थियौँ। त्यही कुलहरू हामीले मान्दाइरहेका थियौँ। त्यस कुलमा चाहिँ कि एकजना डाङ्ग्री ओर्ले भइसक्नु भयो। अब 2 जना डाङ्ग्री छन्। 2 जना डाङ्ग्री बुढाहरू भएको कारणले गर्दाखेरि हामीले चाहिँ कि फेरि चाहिँ कि गुरुहरूलाई राखेर यो चाहिँ कि यो कुलदेवताहरूको उद्धार अनि वायुहरूको उद्धार गर्न त्यसको लागि चाहिँ घनश्याम शिवाकोटी र रञ्जित शिवाकोटीलाई बोलाएर यो कार्य गरेर हामीले सम्पन्न गरेका छौँ। नमस्कार, मेरो नाम घनश्याम शिवाकोटी हो। मेरो घर यहीँ चाँगो हलचाप हो। म आजको यो कार्यको बारेमा तपाईँलाई पहिलादेखिकै कुराहरू म अवगत गराउँछु। उहाँहरूले मलाई रिक्वेस्ट गर्नुभयो। अब हाम्रो भड्केको आत्माहरू छन् अनि कुल छन्, कुल पनि उद्धार गर्न हामीले सकेनौँ। अब तपाईँले हाम्रो कार्य गरिदिनु पर्यो भनेर